सो वेलकम टु माई भ्लग के छ सुरु दाइ मेरो हाल ठिकै छ हाम्रो निर्मल सर पनि आउनु भयो तर एउटा कुरा चाहिँ मलाई अलिकति अनौठो अनौठो लागिरहेको अब भनौँ कि नभनौँ हैन भन्नु कि नभन्ने भन्ने हाम्रो चाहिँ दिदीको बिहा र अहिले भनौँ ल म र हाम्रो चाहिँ यहाँ आज बिहाको भोलि बिहा र यहाँ तोरण टाग्ने गेट सेट बनाउने कार्यक्रम हुँदैछ हाम्रो यहाँ प्रवीण सर आइसक्नु भएको छ तपाईँ के बोल्न चाहनुहुन्छ यस विषयमा यस विषयमा केही बोल्न चाहिँदैन थप समाचार सूचना माइलोले यहाँ पार्टी नदिएर यहाँ तनाव भइरहेको के दाइन छ के पार्टी त निर्मल दाइको पनि छ यहाँ निर्मल दाइको पनि छ निर्मल दाइ देखाऊ देखाइसकेँ भनौँ कि नभनौँ भनेको त्यही हो कहिले हो आजको पनि भनेको के छ अब भरे टक्क काम गरेर केटा मोटो मान्छे माइलोले दिएन नि त फेरि जेन्जी आन्दोलन सुरु हुन्छ फेरि होइन गरिदिने हो ब्लग हो फेरि माइलोको मोबाइल चोरिदिने अनि ब्लग बनाउनु पाउँदैन यस्तो होइन नि आइछ ओइ सानो पर्यो ठुलो पर्यो विवेक बाबा यहाँ छन् भने ताको यो दुईटा खामु रेडी भइसकेको छ कस्तो गर्मी छ कि यार यो त दोस्रो कतार हो कि नयाँ टोक्ने वेलकम टु माई भ्लग वेलकम टु माई च्यानल टु माई वेलकम हेलो प्लिज च्यानल माई सब्सक्राइब न्यू वान के अरे अर्को जेन्जी आन्दोलन अर्को सुरु हुन्छ होइन आज माघ पुरा नभए थप यस विषयमा कार्यकारी प्रधानमन्त्री आउनु पर्यो माइलो पनि नयाँ टोइलेट भत्काइदिनु ठिक ठाउँमा बाँध्दैछु कसम म हिजो बिहामा गएको होइन 10 बजे आइएको थिएँ यिनको दिमागले मेरो जति टेक्निकल माइन्ड मानिस हाम्रो जति नामको मास्टरको मको छैन मेरी वास्तैको राजको अहिले फोन नघुमेर यस्तो राउन्ड गेन्जी छ हात झुन्डुम नै गरेर भेडाइदिउँ न त मासबारी रेफ्री हामी दर्शक बेल्ट लिएर अनि पसल गरे एउटा छालाको परमेशले उल्टै राउन्ड कि खाएन यही हो म काठी भन्दै बिहामा थिएँ गएर त आइयो यहाँ बस्नु भनेर खाँदै खाएन फेरि ए यस्तै छ यहाँ दसैँ पिङ हाल्ने भनेको कुरो कहाँ पुग्यो अरे पिङ यहाँ नभन्नु मलाई म अन क्यामेरामा वेलकम टु माई निर्मल दाइको ताले केटा ताले ताले अझै चिरो नछोइकन कसैमा त्यही जान्छु एकछिन रमाइलो नि हुन पर्छ नि अलिअलि जाँगर आएन नि त फुटोरो आउँदैछ
माथि माथि उता गेटमा राख्ने होला नाही सुधर यार अहिले ल यति नै